होस्, जय जय होस् भन्ने तरिकाले यसरी म अगाडि बढेको मान्छे हो। क्षमता छ, यो क्षमतालाई केही पर्सेन्टका मान्छेहरूले तलमाथि ज्याकजुक गरे, केही पर्सेन्ट मान्छेहरूले विवाद गरे, त नजिकदेखि मेरो क्षमता देखेका मान्छेहरूले अहिले पनि साथमै हुनुहुन्छ, अहिले पनि सपोर्ट गरिराख्नु भएको छ। विजय भाइ अगाडि बढ्नुपर्छ, ढिलो चाँडो अवश्य सफल हुन्छौ विजय भाइ भन्ने तरिकाले सम्झाइराख्नु भएको छ। प्रोफेसरदेखि लिएर पिएचडी गरेदेखि लिएर नेपालका हस्ती नेताहरूदेखि लिएर मन्त्रीज्यूहरूदेखि लिएर हैन ठुल्ठुला मान्छेहरू कलाकारहरूको एउटा जमात छ मलाई साथ सपोर्ट गर्ने पनि, किनभने उहाँहरूले मेरो क्षमता देख्नु भएको छ। तर बीचमा तपाईँ हराउनु भयो नि त, बीचमा होमवर्क गरिरहेको थिएँ। जस्तै एक किसिम तपाईँ होटल पनि खोल्ने भन्नुभयो, होटल गरियो, त्यो एउटा फरक पाटो छ। त्यो के छ अहिले सुचारू छ कि छैन? सुचारै छ नि सर। हजुर। र अर्को कुरा, यो बिचमा म हराएको होइन, म तयारीमा थिएँ। यो समाजलाई मैले कुन तरिकाले आफ्नो प्रदर्शन देखाउन सक्छु, कुन मैले अघि पनि भने यस्ता